चाहिँ दामी मटन पाइदिन्छ है। यो चाहिँ के को लागि कस्तो लागि भने चाहिँ भ्लग पुरै हेर्नुपर्छ नि, बल्ल थाहा हुन्छ नि। जाने हो भोलि? मजाले जाने हो नि। स्योर हो? ढुक्क नि फेरि अस्ति जस्तो गऱ्यो भने अस्ति के गर्नु बिहान लिएर जाने क्या उहाँ पुगिन्छ नि डिफ्रोस्टमा अन्त म्यारिनेट छोडिदिनु। तपाईँ भोलि जाने किन जाने भयो त्यो भन न। रेकर्ड गरेर राखिसकेको लेन्सभित्र हेर्ने सो अहिले चाहिँ हामी पवनमा आइपुगेछौँ होइन। अनि यहाँ चाहिँ 5 मिनट रेस्ट हो। अनि यहाँ चाहिँ एउटा म्याङ्गो छ क्या, बिग म्याङ्गो, यु क्यान सी। बिग म्याङ्गो छ त्यहाँ, देखाउनु हुँदा एउटा म्याङ्गो चाहिँ कमिलाले खाइरहेको छ है गाइस। just resting here for 5 minutes, then we're gonna heading to our next destination, our actual destination. That's it. लागिरहेको त नर्थ क्विन्सल्यान्ड। दामी हाम्रो दामी लागिरहेछ, एकदम दामी लागिरहेछ। Look at this big mango. ल यहाँ गाइजहरू चाहिँ फोटो खिच्ने कार्यक्रम भइरहेछ। गर्दा हेन्समलाई हेर, हेन्समलाई आमा यता पोजिदिनु नि त ल। हेन्समलाई कस्तो भन्ने अब भन न कस्तो भयो? पछि फेरि निन्द्रा लाग्यो हो र? सो यो चाहिँ हामी विश्राम, खास हामी जान लागेको चाहिँ नेक्स्ट फरेस्ट स्प्रिङ हो। अनि अन द वे चाहिँ त्यो हाइवेसबाट हामी हल्का भित्र घुसिरहेको छौँ होइन। अनि लुक एट दिस ब्युटिफुल प्लेस। अनि यो चाहिँ फार्मल्यान्ड हो अस्ट्रेलियाको। अनि अरूमा लेफ्ट फ्रेन्ड साइड देख्न सक्नुहुन्छ सुगर क्यानहरू एकदम छ। अनि आजको चाहिँ मौसम चाहिँ बवाल दिल है। I'll see in a while. So तपाईँ देख्न सक्नुहुन्छ होइन, यो पछाडि चाहिँ लेक प्रोस्प्रिङ हो। अनि यसलाई चाहिँ अर्को नामले के भनेर चिनिन्छ भन्दा पिटर फ्रस्ट ड्याम भनेर चिनिन्छ। अनि यो क्विन्सल्यान्डको व्हाइट सन्डे रिजनको चाहिँ यो एउटा लार्ज फ्रेस वाटर ड्याम पनि हो। यो चाहिँ प्रोस्पेरिटी लिभरमा ड्याम बनाइएको छ। यो चाहिँ 1990 मा बिल्ड गरिएको। अनि एराउन्ड लाइक 36 किलोमिटर टाढा छ एयरली बिचबाट। अनि यदि तपाईँ एयरली बिच वरिपरि हुनुहुन्छ भने तपाईँहरू आउन सक्नुहुन्छ। सो गाइस अब हामी चाहिँ यो लेक प्रोस्पेरिटीबाट जाँदैछौँ। अब हाम्रो अर्को डेस्टिनेसन भनेको चाहिँ एयरली बिच छ। अनि यहाँदेखि चाहिँ लाइक करिब 36 किलोमिटर छ भने चाहिँ आधी घन्टा 45 मिनट जति लाग्ला। अनि यु क्यान सी द पिपल इन द स्किन। सो वी आर wrapping out from this place and we are heading to एयरली बिच। See you there. Bye. एयरली बिचमा आएको छौँ होइन। अनि यो ठाउँ चाहिँ म फर्स्ट टाइम आएको। अनि यस्तो राम्रो छ भने मैले सोचेको थिएन कि। टक्क यो पाहाडको छेउछाउमा छ होइन। अनि बिच पनि यस्तो राम्रो छ। अनि त्यो स्ट्रिट पनि सेम त्यो अलिकति डिफ्रेन्ट छ क्या। लाइक अब मलाई त्यो पोखराको स्ट्रिटमा हिँड्नु जस्तो फिल भयो। अनि यहाँदेखि भ्यू चाहिँ अति नै बवाल छ। त्यो दिनको समरी भन्दैन नि त कस्तो भयो? पहिला झगडा भयो, अहिले मिस्टर बारबेक्यू भयो, चटपट खायो, कुर्ची उडायो। म चाहिँ आज पहिलोचोटि एयरली बिच आएको होइन। एकदम रमाइलो भाइब्स लाग्यो। अर्कोचोटि नेक्स्ट टाइम चाहिँ योभन्दा बढी रमाइलो गर्नुपर्छ। नेक्स्ट टाइम आउँदा चाहिँ बुढीसँग नै आउँछु, त्यो गर्नु अझै रमाइलो हुन्छ कि।